ट्रफी टुरलाई भव्यताका साथ सफल बनाइदिनु हुने सम्पूर्ण लुम्बिनीवासीलाई हृदयदेखि नै हामी सम्पूर्ण लुम्बिनी परिवारको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्दछौँ। हामीले ट्रफी टुर 2 दिनको लागि भनेर हामीले गरेका थियौँ, तर साँच्चै 2 दिनमा पनि नभएर अझ 1 दिन एक्सटेन्डेड गरिकन पनि हामीले ट्रफी टुर भव्यताका साथ सफल बनाएका छौँ। लुम्बिनीको मायादेवी मन्दिरको दर्शन लगायत परिक्रमा गरी सुरुवात गरिएको लुम्बिनी लायन्सको हाम्रो ट्रफी यात्रा भैरवा, बुटवल र पाल्पाको सिद्ध बाबा हुँदै हामीले साँच्चै पहिलो दिन अविस्मरणीय क्षण बिताएका थियौँ। चाहे त्यो सिद्धार्थ रङ्गशाला होस्, चाहे त्यो हाम्रो एक्स्ट्रा ओभल मैदान होस्, चाहे ती बुटवल भैरवाका गल्ली गल्ली अथवा चोक चोकहरू हुन्, हामी साँच्चै नै एकदमै रमाइरहेका थियौँ र ट्रफी टुरलाई हामीले भव्यताका साथ सफलता उन्मुख बनाइरहेका थियौँ। नेपालीले क्रिकेटलाई कति माया गर्छ र खेललाई कति माया गर्छ र आफ्नो क्लबलाई अझ धेरै कति माया गर्छ र लुम्बिनी लायन्सप्रति कतिको समर्पण छ भन्ने कुरा तपाईहरूले हामीलाई साँच्चै नै उजागर गराइदिनु भयो, देखाइदिनु भयो र त्यो माटोमा हामीलाई साँच्चै एकचोटि त भन्छु म, अझ भावनात्मक रूपमा भन्दा साँच्चै आँसु नै झन्नै झारिदिनु भयो। दोस्रो दिन त्यसै गरी हाम्रो यात्रा अझ पश्चिमतर्फको यात्रा जब हामी सुरुवात गर्दैथ्यौँ, त्यसै गरी कपिलवस्तुमा जुन हामीलाई स्वागत गरिदिनु भयो र भालुवाङ, लमई, दाङ, घोराई लगायत तुलसीपुरको राति हामी सम्भवतः तुलसीपुर पुग्दाखेरि हामी 8-9 बजेको थियो। तैपनि हाम्रा सम्पूर्ण फ्यानहरू, क्रिकेट प्रेमीहरूले हामीलाई प्रत्येक चोक चोकमा त्यसै गरी नै स्वागत गरिरहनु भएको थियो। बाटोमा चिया खाएर हामीलाई पर्खिरहनु भएको थियो। त्यसले गर्दा हामीलाई अझ भावनात्मक बनाएको छ, अझ जिम्मेवारी बोध बनाएको छ। साँच्चै नै लुम्बिनी लायन्सले अझ धेरै जिम्मेवारी बोकेको छ र तपाईहरूलाई खुसी उन्मुख बनाउँछ र क्रिकेट राम्रोसँग खेलेर गौरवमय बनाउँछ भन्ने तपाईहरूलाई हामीले विशेष वाचा गर्न चाहन्छौँ। त्यसै गरी हामीलाई दिएको 2 दिनको मात्रै समय थियो, तर क्यानलाई हामीले अनुरोध गरेर उहाँहरूको विशेष सहयोगमा हामीले तेस्रो दिन पनि हामीले बाँके बर्दियामा हामीले त्यस्तै अर्को गौरवपूर्ण यात्रा हामीले गऱ्यौँ। नेपालगञ्ज होस्, चाहे गुलेरिया होस्, चाहे हाम्रो बर्दियाको बाँसगढीमा सम्पूर्ण युवाहरू, क्रिकेट प्रेमीहरू, क्यानका पदाधिकारीहरू र सम्पूर्ण फ्यानहरूले जुन हामीलाई सहयोग गरिदिनु भयो, जुन नेपाली क्रिकेटलाई सहयोग गरिदिनु भयो, लुम्बिनी लायन्सको यात्रामा सामेल हुनुभयो, सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी हामीले जुन जिल्लाहरूमा जान असमर्थ भयौँ, उहाँहरूलाई साँच्चै उहाँहरू त्यहाँका फ्यान, त्यहाँका क्रिकेटसँग रहनुभएका, जोडिनुभएका सम्पूर्ण पदाधिकारीहरू, सम्पूर्ण प्लेयरहरूलाई विशेष नमन गर्न चाहन्छौँ। तपाईहरूकोमा हामी आउन नसके पनि तपाईहरूले जुन माया स्नेह जनाइरहनु भएको छ, जुन तपाईहरूले हामीलाई सामाजिक सञ्जाल लगायत प्रत्यक्ष पनि जुन तपाईहरूले हामीलाई सम्पर्क गरेर सामाजिक सञ्जालमा तपाईहरूको आफ्नो मेसेजहरू जुन तपाईहरूले दिइरहनु भएको छ, त्यसलाई हामीले साँच्चै स्मरण गरेको छौँ। यो पल्ट हामी आउन नपाए पनि आगामी दिनमा पक्कै पनि हामी जसरी पनि तपाईहरूको घर आँगनमा आउनेछौँ। प्युठान जस्तो एउटा महत्त्वपूर्ण जिल्ला जहाँ स्वर्गद्वारी भगवान रहनुहुन्छ, त्यो जिल्लामा हामीले टेक्न पाएनौँ। रैहाची जस्तो जिल्ला जुन सुपादेउराली देवीको मन्दिर रहेको छ, त्यो जिल्ला पनि हामीले समयको अभावले टेक्न पाएनौँ। हाम्रो क्याप्टेनकै जिल्ला नवलपरासी बाटो लगायत विभिन्न समयको कारणले गर्दा हामीले टेक्न पाएनौँ। रुकुम पूर्व सुन्दर एउटा हाम्रो हिमाली जिल्ला, एउटा मात्रै हिमाली जिल्ला, त्यहाँ हामीले टेक्न पाएनौँ। रोल्पा जस्तो एउटा ऐतिहासिक जिल्ला, त्यहाँ पनि हामीले टेक्न पाएनौँ। र यस्ता गुल्मी जस्ता एउटा धेरै नै हामीलाई माया गर्ने फ्यानहरूको जिल्ला र जसले क्रिकेटप्रति र यो देश विकासमा पनि ठुलो योगदान गरेको जिल्ला, त्यहाँ पनि हामीले टेक्न पाएनौँ। तर हामीलाई लाग्छ सक्ने जति हामीले गऱ्यौँ र राति 2-3 बजेसम्म पनि यात्रा गरेर हामीले यो यात्रालाई, यो ट्रफी टुरलाई साँच्चै नै भव्य बनाएका छौँ। र छुट्याएका जिल्लाहरूका सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फ र सम्पूर्ण लुम्बिनी परिवारको तर्फबाट माफी चाहन्छु र तपाईहरूले पक्कै पनि यो समय व्यवस्थापन र समयले गर्दा हो भनेर पक्कै पनि बुझ्नु नै भएको छ। त्यही पनि फेरि हार्दिक निवेदन गर्दछु र फेरि पनि लुम्बिनी लायन्स परिवारलाई, लुम्बिनी लायन्सलाई र तपाईँको आफ्नै क्लबलाई यति धेरै माया गर्नु हुँदो रहेछ भनेर जुन तपाईहरूले हामीलाई मनमा
बुझाइदिनु भएको छ। साँच्चै त्यो माटोमा जसरी हामी हिँड्दै थियौँ त्यति नै भावनात्मक सम्बन्ध अझ गाँसिँदै थियो। त्यसैले फेरि पनि सम्पूर्ण लुम्बिनीवासीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आज म यो धन्यवाद म्यासेज दिन उपस्थित छु र आज म यो धन्यवाद म्यासेज तपाईहरूलाई दिनलाई साँच्चै एकदमै खुसी छु र तपाईहरूलाई छिट्टै हामी भेट्ने पनि एउटा आशा राख्दै तपाईहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। जय लुम्बिनी, जय नेपाल।